दर्शकबिन कार्यक्रम परदेशको पानामा तपाईँलाई स्वागत छ। यो कार्यक्रम परदेशको पाना, घर सम्झिँदा खुल्ने पाना। आजको पाना कस्तो छ त? पल्टाउँ है त। परदेश भनेको साँच्चै नै दुःख लाग्दो र बिछोड लाग्दो दुनियाँ हो। तपाईँलाई पनि थाहा भएको कुरो हो, मलाई पनि थाहा भएको कुरो हो। घर परिवार छोडेर आउने ठाउँ हो। परदेश यस्तो ठाउँ हो जुन आफ्नो जन्मभूमि, जन्म दिने बाआमा सबैलाई छोडेर एकान्त ठाउँमा अथवा एकान्तिने ठाउँ हो। जुन ठाउँमा हामी आफ्नो सपना उद्देश्य बोकेर आएका हुन्छौँ। त्यहाँबाट विभिन्न सपनाहरू समस्याहरू भोग्दै बिथोल्दै रुमलिँदै आफ्नो सपनाहरू उद्देश्यहरू पुरा गर्न अघि बढ्ने गर्छौँ। विशेष गरी हाम्रो मेन गन्तव्य, नेपालीहरूको मेन गन्तव्य भनेको दक्षिण कोरिया हो। किनभने त्यहाँ थोरै लगानी, धेरै दुःख, धेरै कमाइ पनि छ। हामीले सोचे जस्तो काम नभए तापनि, गाह्रो भए तापनि, दुःख भए तापनि या सुख भए तापनि कमाइको हिसाबले एकदम राम्रो छ। लगभग 8 घन्टा 10 घन्टा काम गर्यो भने 2.5 लाखदेखि 3 लाखसम्म हामीले कमाउन सक्छौँ मजाले। यहाँको काम भन्नुपर्दा एकदम पीडादायी हुन्छ। हरेक कम्पनीमा त नहोला, एका दुई कम्पनीमा राम्रो होला। त्यहाँभन्दा प्राय अरू कम्पनीमा गाह्रै छ। धुवा धुलो, साउको किचकिच, त्यहाँको वातावरण, भाषाको समस्या, त्यो मात्र नभई रहनसहन परिस्थितिको समस्या, हरेक किसिमका समस्याहरू भोग्नुपर्छ। तपाईँहरूले हेर्दै हुनुहुन्छ परदेशीको पाना, घर सम्झिँदा खुल्ने पाना। यसमा विभिन्न तिता मिठा भोगाई समस्या समाधान विभिन्न कुराहरूको विश्लेषण संश्लेषण गरिने गरिन्छ। आज धेरै समयपछि लामो बिदा भएको कारणले गर्दा म यो प्रोग्रामको लागि बिहानदेखि भोतारिरहेको थिएँ। अहिले टाइम मिल्यो। लगभग अहिले कोरियाको 12 बजिसकेको छ। समयले निटो काटिसक्यो। परदेश न त हो, कसले भनेको टाइममा खान पाउँछ र बस्न पाउँछ र। अरूको देशमा घर परिवार, माया ममता, बुढा भएका बाआमा सम्झिँदा मन पोल्छ। कसको पोल्दैन होइन र? साँच्चै नै पीडादायी अवस्था छ अहिले। देशको अवस्था त्यस्तै छ, परदेशको अवस्था त्यस्तै छ। त्यति मात्र नभई कोरियामा अहिले आत्महत्या दिन प्रतिदिन बढिरहेको छ। दुःख लाग्छ ती कुरा सम्झिँदा। भाइ बहिनीहरू त्यस्तो नगरिदिनुहोस्। किनभने आत्महत्या गर्नेदेखि लिएर हरेक ती नराम्रा क्रियाकलाप समस्याको समाधान होइन, त्यसले समस्या निम्त्याउँछ। तपाईँहरूप्रति परिवारको कति भूमिका होला, कति आशा होला, त सम्झिनुहोस् न एकचोटि। 18-20 लाख ऋण काटेर आउनुभएको हुन्छ। ती दिन सम्झिनुहोस् जुन दिन तपाईँ खुसी हुँदै मेरो कोरियाको फ्लाइट फिक्स भयो, लेटर आयो भन्ने कुद्नुहुन्छ नि। ती समस्याहरू सम्झिनुहोस् एक दिन।